यो हाइवेमा तपाईहरुलाई एसएन हाइवे मास्तिर झापा झिझिले महेन्द्र राजमार्गबाट सिधै तल झर्यो भने हामी कहाँ आउँछौँ त हल्दार चोक आउँछौँ है। हल्दार चोकबाट हाम्रो अलिकति तलतिर भएपछि यो ठाउँमा आउँछौँ। एकमा 12 मास फल्ने धान फल्ने ठाउँमा आएको छु। विशेष गरेर यहाँ चाहिँ बासमती अनि यो हाम्रो रन्जित धान तराईमा प्रख्यात हुने रन्जित धानको चाहिँ एकदम रोपिन्छ। यसरी धान रोपेछ। यो हाइवे पनि भयो है। यहाँबाट सिधै गयो भने हामी हाइवे निक्लिनको लागि चाहिँ मोटरसाइकलमा 10 मिनेट लगभग 10-15 मिनेटमा हामी फुत्तै एसएन हाइवेमा निक्लिन्छौँ। महेन्द्र राजमार्गमाथि हामी चाहिँ हल्दार चोक हुँदै झापाको ठ्याक्कै झिलझिलेमा पुग्छौँ है। अनि यो जग्गा देखाएको तपाईलाई यो एउटा आली दुईटा आलीबाट तल्लो आलीबाट 1 बिघा जग्गा छ लिन सक्नुहुन्छ है। त्यो 1 बिघा जग्गा छ है। 12 मास धान फल्छ र मोडा चाहिँ सबै उत्तर फर्किएको छ है भन्दै म तपाईहरुको सन्तोष बिदा हुन चाहे र यस्तै घर जग्गाहरू तपाईहरुलाई सस्तो लिएर आउने नै छु। र मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुनेछ र शेयर गरिदिनु होला भन्दै युट्युब च्यानल पेज सबैमा चाहिँ तपाईहरु एकदम अलर्ट रहन अनुरोध गरे। किनकि कतिखेर सस्तो जग्गा आउँछ पत्तै हुँदैन, गएको पनि पत्तै हुँदैन। अनि सन्तोषजी खोइ त जग्गा भन्नुहुन्छ, त्यो भन्नुभन्दा अगाडि बी केयरफुल, अगाडि होशियार हुनु पर्यो नि त हैन। कतिखेर चाहिँ अपडेट ल्याउँछ है सस्तो घर जग्गाको भनेर तयार भएर बस्नु होला है। यो सिधै हाम्रो जाने बाटो भनेको उँभो भनेको हल्दार चोक हुँदै माथि झिलझिले, झापाको झिलझिले सबैलाई थाहा छ। त्यो झिलझिले पुग्ने ठाउँ यो जग्गा चाहिँ उत्तर फर्केको छ। एउटा खुट्टीबाट दुईटाबाट उताको चाहिँ हाम्रो 1 बिघाको जग्गा सट्टै गरे यो देखाएको त हरियो पनि आउँछ है। 1 बिघा त धेरै हो। 70-80 मन चाहिँ तपाईहरुलाई धान मजाले फलाएर चाहिँ 2 सिजन 3 सिजन जति सिजन रोपे पनि हुन्छ है। पानी इनफ छ, नहरको पानी लाग्छ, सरकारी कुलो लाग्छ है त भन्दै म तपाईहरुको सन्तोष बिदा हुन चाहे। र यसरी धान खेतको लागि चाहिँ तपाईहरुले चाहनुहुन्छ भने स्क्रिनमा नम्बर राख्दिनेछु, सम्पर्क राख्नु होला।